Hello guys, welcome to my vlog. आज यो बिहानैसँग हामी नदीको किनारमा छौँ हैन। नदीको किनारमा चाहिँ आज पासा हाल्या थियो हिजो हैन, साँझ पासा हाल्या त अलि गान लागिरहेको छौँ। केटाहरू आएर मथि बसिरहेको छन्। के छ यस्तै छ। निरङ्कल पासा काट्दैछन्। आज माछा जिताउन लागिसक्यो गाइस। 4 वटा लागिसकेका छन्। फेरि गाड्दै छन्। उनकै गान Ora, ini kan? Ini oh, boy, kagak yo. Maca. Ih, dia jengkol kecil lagi angkat. Pasalnya angkol ke maca moi. Masuk langsung. Ih, ini angkol ke maca. लगायत हामी माथितिर बढ्यौँ। भागो दाया बाया हेरेर गोली लाग्ला। लगायत माथितिर गाड्दैछौँ हैन। दाया बाया हेरेर माछा हेर्नुपर्छ अब। माछा ठुल्ठुला लागेको छ हैन। ठुला यार आज छाड्दैन ला दाइ भाइ आएको माछा आउँछन् माछा पानीमा कुद लागेन यार पारे अरुणा केटाहरूले जाडो हुनाले यहाँ आगो बाल्या छ जाडो हुनाले के हमारा भान्जा मगा त यहाँ माछा नलगाएर रहेछ। ऊ दाया बाया माछा हेर्दैछन्। हाम्रो पनि भन्छ माछा लगाएर भनेर। ओ दाया बाया खोजौ माछा लाग्यो हुन्न। पारुने पारे हेरेर गाइजु तल माछा देखाएन ऊ त्यो वाला ऊ त्यही हो माछा छोर्ने वालो हो। हात लाउने ढेकबाट हल्लिन्छ कि जरा जिड हाम्रा कहिगो देवासो त्यहीको अरू टाइम त लाग्छ होला। तल्लामी यति छोइरहेको छ नि यार तिमीले। माछा देखा माछा यो माछली वालो कानेकुली हाल्या त देखा इ गाइस कच्छन गई त राजी मुखे जोडले गइन न 1 2 3 भनेर गइ 1 2 3 4 5 6 7 लगायत हामी दाबा गयौ। दाबा हाम्रो ठन्डा पानी लाग्यो। ओइ अम्मरे भन्जाको यार म यहाँ आया खाली भिडियो बनाउँथ्यो अरे पनि भन्छ आउँथ्यो यहाँ बन्दैछ पख बोय बाटो पख यार माछो देखा माछो देखा नै माछो पाउँदै माछो देखा नै छाडो यो म कति किला हो हेर किला त हो म आएको छु बुझे। मरे हान्छ पखा जुमत दोसुम दुई माछा माथि
मा हेर्नु यो पक्का पक्का फोटो खिच्छु काली जुवा पठाउनु पर्यो ल ए पनि भन्छ यिनीहरू माछा चाहिँ ल यस्तै छ हामी जाने दाया भाइ गएर त ए पनि चाहिँ दाया भाइ ए पनि भन्छ दाया भाइ दाया भाइ ठुलो माछा पायो अब हाम्रो ठुलो माछा आउनु पर्यो पारे पाउँदै पाउँदै ए पाउँदै ए पाउँदै पाउँदै ल पाउँदै ला 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 आज सबैको लागेर हुला 5-6 केजी होइन होइन न आज सबैको लागेर 5-6 केजी लागेका छन् अब हामीहरूका कच्चा हामीले त हेरेकै छैन हाम्रो झन् 6 पासा एक राजेशको चाहिँ 7 भइहाल्यो अनि एउटा मेरो माजाल छ त्यसमा हेर्ने हो भने त 6 केजी आउनु पर्ने जस्तो छ कि नै 8 हो 8 केजी अब 8 केजी आउनु पर्ने छ अरे फेरि खिस्यो होइन केही छैन भाइ यस्तै छ चिसो चिसो भयो भर्खर जाल खेलेर गएको थियो जाल खेलेर चाहिँ 2 केजी लागेको थियो सायद लागेको थियो भनौँ लागेको थियो होइन माछा यत्रो नदीमा लाग्यो फेरि ठुलो नदीमा लाग्दैन त्यो गाडो खोला भनौँ होइन ऊ चाहिँ नदी सेती नदी पश्चिम सेती नदी होइन पोखरादेखि चाहिँ पूर्वी भन्छ क्या हो हाम्रो चाहिँ पश्चिम सेती नदी भन्छ उता अर्को सेती नदी छ यो अर्को हाम्रो पश्चिमतिरको पश्चिम जन्म यो नदी चाहिँ सैपाल हिमाल हुँदै आउँछ क्या होइन अनि यहाँ जो पश्चिम सेती जलविद्युत आयोजना भन्दै चाहिँ यतै हो हाम्रो यता लाडमा ऊ त्यो फेकमा ड्याम बाँधिनु भनेको कालची भएको छैन खै 9-10 वर्ष भइहाल्यो आयोजना भएको केही उपति लागेको छैन फेरि के भन्नु खै यस्तै छ सुरुवात त हो कच्चा घुसाउनु पर्ने भयो त्यहाँ म पासो खोज्छु गाई मेरो पासो हो मन्दिर ल छ न यहाँ वाह यहाँ छो गाय चाहिँ एक माछा छो तैँले छो चार लगा चार ठेक्कानीलाई लागेको छ यार यस्तै के भन्दा हौ माछा त खाँदा हौ म अब के बद्दा हौ आउन न खाने खाने हो कि त्यो त लाग्दो रहेछ हेर माछा त लाग्ने रहेछ हेर हजुर हामी थाम्न नजान्ने दुई तीन
त्यसो कासो मचिँदै पोखरा त्यो आधारको बाटो Pohonnya no. Itu dia salah. Oh guys, bato. Bato. Pasal pari gitu. Macho ma. Ini nak. ले समाल टाइप भिडियो अगाडि बनानी हो सालेले ल अर्को बासो लास्टो मियो कहाँ लागि माछा मार्नु हिँड्नु भयो गाई भयो होला एक छ माछा लाग्दै रहेछ लाग्यो त ना मन नलाएर हालेको पो हो ल बुवा ठाडो गरेर बना त ठाडो माछा हाम्रो त लाएर यो हेर माछा हेर्दा यो पुगो हो यो त पुगो यो आँसला जम्मा आँसला गिठी त काहीँ छैन जम्मा आँसला आफै लाउनु पर्ने हो लगायत हामीले माछा मारेर गइहाल्यौँ घर माछा अब हामी घर जाँदैछौँ आज मस्तले पकाएर खानुपर्छ सिगान आउँदैछ सिगान अर्को पनि फाँफा गर्ने छ अर्को पनि फाँफाको दा छ हामी पनि फाँफाको दा छु यो माछा पकाएर फाँफा बोल फाँफा त्यहाँ बनाउनु पर्ने भयो यसै छ माछा ड्याडी पनि आइसकेको थियो ड्याडी गएर सक्यो माछा मार्ने ठाउँ माथि घाम लाग्छ घाम माछा उचाइ सक्दै छैन गाई त्यो 2 केजीसम्म 2 केजी चाहिँ होला 2 केजीसम्म छ यो ठुलो माछा एउटा यो ठुलो माछा 1 केजीको होला यस्तै छ माछा खाने जिन्दगी हाम्रो घरमा खाना आउने भए फेरि छ होइन बाचा बाहिर जाने हो भने चाहिँ बेच्नुपर्छ उस्तै आउँदैन क्या चिसो भइरहेको छ यहाँ जालीले
त्यहाँबाट भागेर यत्रो मासु लिएर आएको नदीबाट त्यहाँबाट भागेर नि मैले लिएर आएको हिजो पनि त्यहाँबाट भागेर पुरा कक्षा भिजेर त्यहाँबाट भागेर माछा लिएर त्यहाँबाट भएको हामी घरमा अब के भन्ने गाइस माछा लागेन भन्ने माछा लुगाएर जान्छ पहिला होइन बाटोमा कसै तोडिदियो भन्ने ल खतम आफैमा गरेर लैजान्छ आज जालमा मारेको छ एक पासन लाग्यो होइन राजा साथ गिट्टा ससुरा मकै माछा अच्छा को जन्य ल्यायो भने जम्मा रुपियाँ दिए लैजानु पर्यो अब डेडी मम्मी मम्मी ए माछा मम्मी ल अहिले घर पुगिसक्यो जाली हुन लाग्यो